टर्न गरौँ न भयो भयो त वेलकम टु मिनी भ्लग के होइन त्यो पहिला त ऊ हेरौँ न भएको छ कि छैन ल हामी चाहिँ खास एनपिएलआरको लागि केही भिडियो बनाऊँ भन्ने सोचिरहेको तर अब के हुन्छ थाहा छैन यो चाहिँ मेरो भाइ आज दोलखाबाट त्यो कुनै प्लानिङ थिएन ओन्ली एक्जिक्युसन देयर इज नो प्लानिङ सिधै आज सिधै वान कल उठायो अन्त चाहिँ भन्छ म आउँदैछु आऊ मलाई लिन काठमाडौँ आउँदा त्यो काठमाडौँलाई त यो सम्झिनु पर्यो अनि त्यसलाई मलाई नसम्झिने कुरै हुँदैन सो यो जाउँ अब एनपिएलको लागि केही कन्टेन्ट अब एनपिएलको मा नै हालिदिनु यो चाहिँ होइन के फरक पर्दैन ल ठिक छ हामी चाहिँ नआउँदा है ठाउँ चाहिँ नआउँदा ल ठिक छ हेर्दै गरौँ आउँदैछ हिँड्दै गरौँ कन्टेन्ट पायो भने कन्टेन्ट बनाइहालौँ न त्यस्तै हो हामी यो त च्यालेन्ज अब च्यालेन्ज सुरु गर्ने कि अब एनपिएल आउनुभन्दा एनपिएल कति गर्थ्यो यो तिमीलाई एउटा कुरा सोध्नु मन लागेको थियो यार यो एनपिएल एकचोटि दसैँको बेलामा छ नि तिमीलाई यो के लाग्छ यो यसको केही फाइदा हिजो भिडियो बनाउँदा थिएँ तर मैले बनाएन कि के अरे मतलब हो मलाई चाहिँ म यसमै भिडियो बनाउन सोचिरहेको थिएँ कि मैले बनाएँ तर मैले एडिट गर्न बाँकी छ मैले चाहिँ के हेरेको थिएँ भनेदेखि तिमीलाई के लाग्छ पहिला तिमी भन त त्यो उसको रिजन चाहिँ के लाग्छ कि मेरो ओपिनियन होइन मैले तिमीलाई भन्न खोजेको कुरा कि चाहिँ त्यो हुनुको चाहिँ मेरिट्स के हेर्छौ डिमेरिट्स के हेर्छौ कि त्यो हुनुको मेरिट्स त तिम्रो एड मतलब खास नेपालमा सबभन्दा धेरै मार्केटिङ के हो दसैँ तिहारको बेलामा अनि त्यही बेलाको लागि मार्केटिङको लागि दामी हो कि मार्केटिङको लागि त फाइनेन्सियल दामी कुरा हो होइन तर अब के अरे उ चाहिँ भयो कि मलाई खास मन नपरेको भनेको दसैँ फेस्टिभल मतलब त्यसमा म कसैलाई त्यो दसैँमाथि हस्तक्षेप गरेको जस्तो लाग्यो दसैँ तिहारमाथि खास दसैँ तिहार हाम्रो प्राइम टाइम थियो होइन हो त्यो टाइमलाई हस्तक्षेप गरे जस्तो लाग्यो अनि फाइनेन्सियलको लागि इकोनोमिक आफ्नो बढाउनको लागि हस्तक्षेप गरे जस्तो लाग्यो यसले प्लेयरलाई पर्फर्मेन्स हरेक कुरालाई अलिकति तनाव दिन्छ जस्तो लाग्छ तर मलाई एउटा कुरा के लाग्छ भनेदेखि यसमा सबभन्दा राम्रो चाहिँ के लाग्छ भनेदेखि अब तिम्रो यो जुन युट्युब र अरू भ्युवरसिप जुन हुन्छ नि टिभीमा भ्युवरसिपहरूको बढ्ने सम्भावना चाहिँ बढी हुन्छ किनकि सबैजना घरमै हुन्छन् त्यो चाहिँ एउटा राम्रो भयो तर एउटा नराम्रो चाहिँ के भयो भनेदेखि मान्छेहरू टिकट खरिद गरेर त्यो स्टेडियममै गएर एटेन्डेन्सको सम्भावना घट्ला कि किनकि दसैँको बेलामा सबैको प्राइम टाइम हुन्छ आफ्नो फ्यामिलीलाई टाइम दिनुपर्ने हुन्छ त्यो चाहिँ घट्छ कि भन्ने मलाई लाग्छ है मेजरली चाहिँ त्यो चाहिँ लाग्छ अनि तर इकोनोमिकल्ली चाहिँ एनपिएलले लास्ट इयरमा धेरै सक्सेस त हुन्छ नै यो कारणले गर्दा तर कता कता मलाई चाहिँ लाग्छ कि सोसल्ली अथवा मलाई चाहिँ त्यति मजा आयो जस्तो लाग्ने कि मलाई मनै परेन के हो यो डिसिजन त मैले फर्स्ट टाइम मैले हेर्न तिम्रो त्यो जब हेरेको डेट हेरेको पूर्णिमाको अर्को दिनदेखि छ नि त एनपिएल त्यो भएपछि मलाई मन परेन कस्तो दामी त्यो हेर्दै गर्दा एनपिएल हेर्न उहाँ चाहिँ एकदम उहाँको चाहिँ लिइराख्नु है हेर्नु त बाबाई टेक केयर तपाईँले भन्नु त पर्दैन बोल्नु न त्यहाँ बोल्नु न रेकर्ड गर्दै बोल्नु क्या खासमा यो कुरा मलाई यस्तो के धेरै पेल्न थाल्यो भने बकवास लाग्छ किनभने आफूले राम्रो हुन खोज्दा धेरै नराम्रो हुन्छ भिडियो हेर्नेले फेरि ब्याकअप गरेर अर्को हेर्न थाल्छन् कि धेरै बोल्यो मलाई यस्तै कुरामा ज्ञान दिन मन लागिहाल्छ फेरि त्यो के भनिसकेपछि गर्ने नै यही हो हामी यहाँ माइक उठाएर यो यही बोल्न सकिरहेको छौँ बोलिरहेको छौँ त्यही ठुलो कुरा हो र कुरा हो नि त यो मतलब सबलाई रिलेट भयो नि त अनि तिमीले अस्ति त इक्जाम्पल दिइरहेको थियो नि स्पिडले गरेको के ठुलो त्यो के ज्ञान दियो होइन उसलाई के किन मन परेर अरे भनेर र इमोसन केही पनि होइन हाम्रो चाहिँ खास क्यामेराम्यान आज उहाँ हुनुहुन्छ होइन उहाँलाई पनि त ल्याउनु पर्यो नि त्यसो भिडियोमा खासमा यस्तो छ कि यिनीहरू दुईजना मलाई आलु बनाइदिए यार मैले भन्न खोजेँ त्यो अर्को फोटो खिच भने जस्तो लागिरहेको थियो यो के हो के यार यिनीहरू त भ्लग बनाउन लाग्यो मलाई आलु लागेर क्यामेराम्यान जस्तो भइरहेको छ फिल यार होइन केही छैन ल है ल गाइस आज तिमीसँग होइन अब यस्तै हो मनिष होइन अब खास जान लागेको चाहिँ हामी नवबुद्ध हो नवबुद्ध जान खोज्दै गर्दाखेरि अलिअलि ज्ञान दिनु परिहाल्छ हाम्रो एनपिएल सिजन पनि आउँदैछ त्यसको लागि केही न केही त गर्नु पर्यो तर 1000 सब्सक्राइबर पनि भएन भनेदेखि त लाज मर्दा हुन्छ 1000 सब्सक्राइबरको लागि चाहिँ च्यालेन्ज लिनुपर्छ जस्तो छ यार के च्यालेन्ज लिने केही न केही गरम काठमाडौँमा अथवा अरू कुनै ठाउँमा हुन्छ म त हिँड्दै यहाँ चक्रपथपुरै गोलो के हुन्छ हेरौँ रनिङ केही न केही गर्नु पर्ला यार केही न केही एक्स्ट्रा नगरिकन प्रतिफल पाउने सम्भावना अलिकति कम देखेँ ओके बस सो यार तिमी अगाडि गर्नु पर्यो सुन न मैले चाहिँ के भनिरहेको थिएँ भनेदेखि यो क्याप्टेन्सी चेन्ज भएको छ नि अहिले सन्दीप लामिछानेले बनाएको छ नि उहाँको जीवन त एउटा मतलब नेपालीहरूले म भन्छु हेर्नै पर्ने हो खास त्यति धेरै उतार चढाव त्यति धेरै क्वेसन त्यसपछि मान्छेले धेरै लिगहरू खेलेर
अहिले क्याप्टेन्सीमा फेरि उहाँको कमब्याक भएको छ, आजभन्दा 4 वर्ष अगाडि पनि बनेको थियो। तिमीलाई के लाग्छ यो डिसिजन एकदमै ट्याक्टिकल मुभमेन्ट लाग्छ कि के लाग्छ तिमीलाई यसो? मलाई चाहिँ के लाग्छ भने तिमीले भने जस्तै सन्दीपको लाइफमा चाहिँ प्राइम थियो नि त जुन एकखेर अँ। ऊ 20s नहुँदै उसले उसको प्राइम चलेको थियो। अँ, कसैको अघि तिमीलाई मैले एउटा कुरा गरेको थिएँ नि, कसैको 20मा प्राइम चल्दैमा फेरि त्यसको 30मा अझ प्राइम हुन्छ भने त्यो हो, हुँदैन। हो, सन्दीप पनि बिचमा फेरि त्यस्तै भयो। उम्, अब त्यो त कोर्टको कुरा हो, जे होस् जे होस् न त्यो त्यो नजाउँ। अदालती प्रक्रियाको कारणले गर्दा उसले उसले गयो छैन। केही छ हामीसँग? पैसा छ? ल्याउँ त। मसँग कति यही मात्र ल, क्यासै ल्याउँ। छैन। हामीले गराएको थियौँ। ल ठिक छ त्यति नै। क्यासै तपाईँलाई थ्याङ्क यू। अनि अनि हो त्यस्तो भयो होइन। उम्, अनि जब एकखेर क्याप्टेनबाट हटिसक्यो अनि त्यसपछि फेरि हाम्रो यङ बोलरलाई रोहित पौडेललाई दिएको थियो। त्यो मलाई चाहिँ लाग्थ्यो कि रोहित पौडेलले सायद अलिक धेरै लामो समय चलाउला। क्याप्टेन्सी गर्छ जस्तो चाहिँ मलाई लाग्थ्यो। तर यो चाहिँ मलाई खासै म बुझ्न सकेको छैन खास यो। यो हटाउनुको रिजन चाहिँ अँ। किन किनभने हटायो? लगातार त हार्नु त हारेको छ उसले, रोहित पर्फर्मेन्स खासै राम्रो छैन। राम्रो रोहितलाई छैन। अलिकति अब हामीलाई फेरि एउटा मेन समस्या के भने ब्याटिङमा समस्या भयो कि हामीले अँ। एकदम प्राइम ब्याट्सम्यानहरू चाहिँ हामीसँग खासै भएन। अँ, अब त्यो कारणले रोहितलाई ब्याटिङमा धेरै ध्यान दिनलाई भनेर भनेको छ भन्न त पारस दाइले नि। तिमीलाई चाहिँ के लाग्छ? मलाई खास यसमा म बुझ्न सकेको छैन। खै यार म नि त्यही सोचिरहेको छु। जुन बेला उसलाई क्याप्टेन्सी दियो त्यो बेला पनि म सोचिरहेको थिएँ किन क्याप्टेन्सी दियो। त्यत्तिको टिममा एक्सपिरियन्स प्लेयरहरू थियो, सिनियर प्लेयरहरू थियो, एउटा यङ्गस्टरलाई गएर त्यही त दियो के होइन त्यतिखेर। मलाई चाहिँ किन जस्तो लाग्छ नि अहिले त्यतिखेर, चाहिँ त्यतिखेर चाहिँ किन दियो जस्तो लाग्छ भन त? किनकि मतलब लङ टर्म स्टेबिलिटी भयो नि त। त्यतिखेर नेपाली क्याप्टेन्सी अलिकति धेरै उथल पुथल भयो कि उम्, पारस छोड्ने बित्तिकै ज्ञानेन्द्र भइहाल्यो। उम्, अनि ज्ञानेन्द्रले छोड्ने बित्तिकै फेरि सन्दीप, फेरि सन्दीपले केस परेपछि रोहित रोहित भनेको अलिकति धेरै उतार चढाव भयो। हो। अब मान्छे त्यतिखेर हामीले सोमबार अथवा करण अलिकति एक्सपिरियन्स Yes. लिएर दियो भने त फेरि 3-4 वर्षपछि अँ, फेरि चेन्ज गर्दा समस्या हुन्छ। अँ। रोहितलाई राखेपछि अलिक धेरै लामो समयसम्म टिक्छ जस्तो चाहिँ मलाई लाग्छ कि। तर मलाई के लाग्छ भनेदेखि जस्तो जस्तो टिम छ नि हाम्रो त्यो हिसाबले रोहितको क्याप्टेन्सी त्यति नराम्रो थिएन होइन। हामीले T20 वर्ल्ड कपमा पनि 2 पटक क्वालिफाई गऱ्यौँ। त्यसपछि हाम्रो ओडिआईको जुन मान्यता हामीले जुन आइसिसीले दिन्छ त्यो पनि हामीले अहिले ग्रहण नै गरिरहेछौँ। टेस्ट नेसन बन्न चाहिँ हामी कोसिस गरि नै रहेछौँ होइन। त्यस्तो चाहिँ मलाई खै केही लाग्दैन। अब T20बाट पनि उसलाई हटायो, दिपेन्द्र सिंह मैरेले बनायो। त्यसपछि T20बाट त अलिकति पर्फर्मेन्स उसको एकदमै ड्रप डाउनै भयो हो। T20मा त ठिकै छ होइन। तर त्यही त भने नि मैले यो चाहिँ हटाउनलाई चाहिँ खासै केही लाग्छ। उदय त्यो के र त यार? यो खास मरेका व्यक्तिहरूलाई त्यो सम्झनाको रूपमा चाहिँ मान्छेहरूले रुखमा चाहिँ फोटो चाहिँ झुन्ड्याउने गर्छन्। यो चाहिँ यहाँको एउटा के भनौँ खुबसुर्ती नै भन्नुपर्छ, यो राम्रो पक्ष नै भन्नुपर्छ। ए यो मरेको मान्छेहरूले मान्छेको सम्झनामा सम्झनामा चाहिँ हाल्ने गर्छन् क्या यहाँ। यसो आफ्नो प्रियसीहरूलाई सम्झिँदै फ्यामिली सकेको छैन। त्यो तिमीले रोहित पौडेलको चाहिँ भन्यो होइन। तर यस्तो कुरा के हुन्छ भनेदेखि अब सबै कुरालाई नेगेटिभ मात्रै हेरेर हुँदैन। सन्दीप लामिछाने पनि मलाई चाहिँ के लाग्छ भने होइन त्यो चेन्ज गर्नुको एउटा चाहिँ रिजन म के हेर्छु भने उसको एक्सपिरियन्स के। ऊ यार हाम्रो मलाई लाग्छ कि सबभन्दा बेस्ट प्लेयर हो त्यो प्लेइङ इलेभेनको कुरा गर्छ भनेदेखि। र प्लेइङ इलेभेनको जो बेस्ट क्याप्टन हुन्छ नि, जो बेस्ट प्लेयर हुन्छ नि उसैलाई जहिले पनि क्याप्टन बनाउनुपर्छ कि मेरो नजरमा चाहिँ। त्यो प्लेइङ इलेभेनमा तिमीले उठाएर हेऱ्यो भनेदेखि एउटा प्लेयर जसलाई तिमी कहिले पनि ड्रप गर्दैनौ त्यो भनेको सन्दीप लामिछाने हो। सन्दीपको त मलाई अझै लाग्ने कुरा चाहिँ जुन नेदरल्यान्डसँगको हो क्या है, लास्ट गेममा ड्रप गरेको थियो नि त। हो किन ड्रप गरेर त्यस्तो लाग्यो नि त हामीलाई किनकि ऊ बेस्ट प्लेयर हो कि। बेस्ट प्लेयर त त्यसमा कुनै शङ्कै छैन। हो अनि म धेरै लिगहरू पनि खेलेको थिएँ, धेरै एक्सपिरियन्स पनि छ। ग्यादर गरेँ। र यो कुरा गर्दा गर्दै तिमी नवबुद्ध पनि आइपुग्यौ। त्यो चाहिँ नवबुद्ध ए यस्तो नहुँदा खास यस्तै हो। त्यो मन्दिरमा हामी जान्छौँ होला भित्र होइन। यहाँबाट अलिकति सिँढी चढेपछि ठ्याक्कै त्यो आउँछ। तिमीले लगभग 20-25वटा सिँढी चढेपछि तिमी ठ्याक्कै पुग्छौ नवबुद्ध काभ्रे बगानको। त्यो भनेपछि पारीको चाहिँ के र त? त्यो अब स्टे गर्ने हो भने अब पैसा त तिमी कमाउनु सक्यो अरे होइन। त्यस्तै भयो। होमस्टे के स्टे हो? जे भए पनि पैसा तिर्यो भनेदेखि त्यहाँ बस्न पाइन्छ। ए यता अरू ठाउँमा जस्तो त्यस्तो त्यस्तो छ। काठमाडौँको नजिक काभ्रे चाहिँ हेर है काठमाडौँको नजिकको ठाउँ भएर होला है। अब यस्तो एकै नाचको घर भएको चाहिँ कुन हो? त्यहाँ बस्न पाइन्छ सर। तपाईँ गएर स्टे गर्न पाउनु हो। त्यस्तै होला। ए त्यो होलामा छौँ है फेरि। कोही पनि अब मनिष यदि काभ्रेतिर कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ भनिदिनु होला है। ल त्यो कम्ती गरिदिनु होला ठ्याक्कै के हो भने। ठ्याक्कै के र देखाएर त सर उता अँ, त्यो ठ्याक्कै के र त? हामी यहाँ पुग्यौँ है मनिष। यही नवबुद्ध केही कुरा गर्नु मन लाग्छ उहाँसँग? के कुरा जे गर्दा नि हुन्छ। हज एक्सपिरियन्स काइन्ड अफ दोज काइन्ड अफ थिङ। गर